नमस्ते टसिदेलेक फ्याफुला सबैजनालाई म जोरेन गुरुङ तपाईहरु सबैलाई आजको यस भिडियोमा म स्वागत गर्दछु र केही दिन अगाडि मैले मेन्डल चढाउनुको विषयमा लिएर चाहिँ मैले भिडियो बनाएको थिए। त्यसमा चाहिँ मैले मेन्डल चढाएको कारण, चढाएको फाइदा है, कसरी चढाउने है, त्यो सबै भनेको थिए हो। र आजको यस भिडियोमा चाहिँ म खास दुईटा कुरा भन्ने छु मेन्डललाई लिएर, कति बेला मेन्डल चढाउने र मेन्डलको पाठ कस्तो छ भनेर तपाईहरुलाई बुझाउने छु है त। र हामीले यो मेन्डल कति बेला है, कुन बेला चढाउने त भन्दाखेरि, हामीले चाहे धर्मको कार्य जुनै पनि गरोस् है, धर्मको काम जुनै पनि, चाहे पानी चढाउने होस्, गुम्बा कोरा गर्ने होस्, मानी जप्ने होस् है, ढोक गर्ने होस्, जस्तो सुकै भए पनि मैले सधैँ भने चाहिँ हामीले सबै बुद्धहरूलाई, बोधिसत्वहरूलाई, सबै गुरुहरूलाई याद गर्नुपर्छ। उहाँलाई ढोक गरिरहेछु, उहाँलाई पानी चढाइरहेछु, त्यस्तो याद गर्नुपर्छ, सम्झिनुपर्छ भनेर मैले भनेको थिएँ हैन। र त्यही कारणले धर्मको कार्य जस्तो, जुन धर्मको कार्य गर्नु भए पनि त्यसको अगाडि चाहिँ हामीले मेन्डल चढाउन सक्छ है, चाहे त्यो बिहान होस्, दिउँसो होस्, बेलुका होस् या राति होस् है त। मेन्डल त्यति बेला हामीले धर्मको कार्य गर्नु अगाडि मेन्डल चढाउन सक्छौं है त। र अब अर्को कुरा, त्यसो भए मेन्डल चढाउने बेला अब केही पढ्नु त पर्यो नि, यतिकै गरेर त भएन हैन। अब मेन्डलको पाठ कस्तो छ है, मेन्डलको पाठमा दुईवटा छ, एउटा छोटो एउटा लामो है त। र पहिला चाहिँ म छोटो चाहिँ भन्ने छु है। र मेन्डल गर्ने तरिका अस्ति मैले भने चाहिँ यो दायाँ हातको सानो उंगली चाहिँ तल राख्ने, यसरी मिसाउने र यसो गरेर यो बुढी औंलाले सानो औंला दुईटालाई समात्ने र यो दुईटाले चाहिँ यो बीचको औंलालाई समात्ने र यसरी है मेन्डल। र कहिले खाली नगर्नु होला, सधैँ या भए नभए चामलहरू, धान गहुँहरू नभए आफ्नो मालालाई यसरी राख्नुपर्ने हुन्छ। अब पहिले चाहिँ म छोटो मेन्डलको पाठ चाहिँ म भन्ने छु है त। साशी पेछु चुजिङ मेतोक्टम रिराब लिङसे निदे खेम्बाते संगे सिङदो मिगदे फुलवाई ढोकन नामदाक सिङला चेपर शो। हजुर, अनि चेपर शोक भनेर चाहिँ यसो गरेर आफ्नो मालालाई चाहिँ यसरी माथि फ्याक्न सक्नुहुन्छ है। चामल छ भने चामललाई यसरी छर्काउने है। र यो थियो छोटकरीमा है त। र अब आउँछ लामो मेन्डल है, जुन चाहिँ अब तपाईहरुले यसो पूजातिर जानु भएको छ भने यो मेन्डलहरु सधैँ गरिरहन्छ है, त्यो बेला तपाईहरुले गर्न सक्नुहुन्छ है। र मेन्डलमा चाहिँ अब फर्स्टमा पहिला चाहिँ लामो मेन्डल गर्दा चाहिँ हिग्या भन्ने पढ्छौं हामी, हिग्या है। अब हिग्या पढ्ने बेला चाहिँ हिग्या भनेको 100 वटा शब्द छ योमा है। अब जस्तै मानौं यो चामल हो, चामल छ भने चामललाई आधी यो हातमा आधी यो हातमा लिने, यो हातलाई चाहिँ यो बायाँ हातलाई यसरी राख्ने र दायाँ हातले यो मेन्डल, यो हिग्या भन्ने जुन मैले अहिले भने है, म पढ्नेवाला छु, त्यसको अन्तसम्म चाहिँ दायाँबाट 3 राउन्ड 3 चोटी घुमाउनु र अन्तिममा बायाँबाट 1 चोटी घुमाउनु, 4 चोटी घुमाउनु पर्ने हुन्छ है त। ओम बेज सदो सामय मनोबलय बेज सदो तेन वटिष्ठ ढिडो मे भव सुदो खय मे शुभ खय मे भव अनुराध मे भव सर्व सिद्धि मे प्रयास सर्व कर्म सुजा मे सदम शरय गुरु हा 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 हो भगव सर्व ददा गदा बेज म बेज भव महासमय सतो। यो पढिसकेर अनि यस्तो गरेर मेन्डल चढाउने है त। ओम बेज यो चाहिँ लामो मेन्डल हो है।
Om benza bu me a hon she nambra daba huang shen serge sa she om benza reke a hon che chari koryo gera we yong so gor we so re galbo ro chora shar le babo ho sambo le no balange cha tameng le dang le pa ngayab dang ngayab shen yo den da lam cho cho tameng da tameng ge da rimbo che rimbo paksam ge shen de je ba mame baye lodo kollo rimboche nurbo rimboche sumo rimboche lombo rimboche langbo rimboche dajo rimboche mabe rimboche der chenpo he bomba ke ma tenwa ma lo ma kar ma medo ma dupe ma nangsal ma tisha ma nye ma dawa rimboche do Chole number kelwe kelsen weso hada me bajo pensum sopa ma sangwa me barab jam gazwa to getan teba ngambra gode lama hedam sangye changjo sampa pawo kado chogyon sume sodan jeba nam wolor ge wo duje tobe dendo sheso so shenne jenge labdo so sashi peche jukshen mendo dan re rablin shenge de kemba de sangye shingdo me de polwai jogwen namda chingla che bara sho Chojo desum shobaye sangye changjo samba lama dorje loben dan yedam hazo kordan desum deje male la leje rara jaba dan leje jawa tagya jawa bomdan tunjur menda chido tenene mele gomanam la boto je zegon shezo zo shenne chenge la dos om men dala bo zame ga zamoda sabar samaye ahun o यो मन्त्र पढ्दा चाहिँ यसरी माथि फ्याँक्ने है अनि त्यसपछि अन्तमा Nye menda sambo de polwe changsho lamla parche mejong shen tezum terche gongba tongba da separ metro shewar mene shen namka nyam towa sho thagi kewe lenam deda ge chikden donne nyordo sangya sho tola penshir chen nam denge semja donga mambe zelle do chansa wadan chejen shakba dan she so yeran go shen so wa kewa chungse da ge che sa ba tamche da ge changsho cherungo azriyo theo lamo mendal है लामो मेन्डलको पार्ट है लामो खाले है अघिको त्यो छोटकरीको पनि पढ्न सक्नुहुन्छ तपाईले है र यो थियो मेन्डल चढाउने बेला पढ्ने पाठको विषयमा यसै गरी अब तपाईहरुलाई कुनै अरु पूजाहरु पाठहरुको जान्नु मन छ भने मलाई भन्नु होला म त्यसको पनि यसरी भिडियो बनाइदिने छु है र त्यसै गरी धर्म सम्बन्धित कुरा जे भए पनि तपाईलाई जान्नु मन छ भने कमेन्टमा लेख्नु होला मैले जाने जति तपाईलाई भन्ने छु हस् त अनि भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद